हेलो साथीहरू, आज भने म साँझको खाना आलु परोठा बनाउँदैछु साथीहरू। टक्क मिलाएर यो चाहिँ पुरा आलुको मसला भयो साथीहरू। आलु परोठामा हाल्ने मसला भयो साथीहरू। यसमा चाहिँ हाम्रो आलु अनि प्याज, ग्रिन चिल्ली मसलाहरू हालेर फिट बनाएको मसला। अनि यो चाहिँ पाकिसकेको छ साथीहरू। एउटा आलु परोठा चाहिँ यस्तो पाकिसकेको छ साथीहरू। अब दोस्रो चाहिँ यहाँ रेडी हुँदैछ साथीहरू। टक्क यस फोल्डिङ हुँदैछ। दोस्रो पनि तयारी अवस्थामा छ साथीहरू। आलु परोठा यस्तै छ साथीहरू। हाम्रो साँझको खाना चाहिँ आजको टक्क मिलाएर आज आलु परोठा खाने भनेको साथीहरू। यस्तै हो साथीहरू। हाम्रो चाहिँ आजको खाना आलु परोठा चाहिँ रेडी भइसकेको छ साथीहरू। यस्तो छ टक्क मिलाएर यहाँ पुरा घिउ सिउ लगाएर रेडी भइसक्यो साथीहरू। ओया